कमली आमाले नै खानुहुन्छ नजिस्काइदिया हुन्न हजुर सान कमलले खान्छ नमस्ते सबैजनालाई नमस्कार रिमा सेवा समाज परिवार तपाईहरु सबैलाई हार्दिक स्वागत गर्न चाहन्छौं। अहिले हामी यतिखेर बुबा आमाहरूको बिहानको भोजन सेवा लिने समय भएको छ। सबैजनाले रिमा सेवा समाज युट्युब च्यानललाई हेरेर सब्स्क्राइब पनि गरिदिनु होला र लाइक कमेन्ट पनि गरिदिनु होला। हाम्रो भिडियोलाई अन्तिमसम्म हेरिदिनु पनि होला र तपाईहरुको साथ सहयोग र मायाले नै हाम्रा यहाँ हुने बुवा आमाहरू हेर्नुस् त सबैजना यो 65-66 जनाको परिवार यसरी सुखी खुशीका साथ खानपिन लालन पालन गरेर यसरी बसिरहनु भएको छ। तपाई हामी सबैजनाको बुवा आमाहरू हुनुहुन्छ, उहाँहरू हाम्रै परिवार हुनुहुन्छ। सबैले माया गरौँ। कोही नहुनेको लागि भगवान हुनुहुन्छ भने जस्तै तपाई हामी सबैजना उहाँहरूको लागि, उहाँहरू हाम्रो लागि भगवान हुनुहुन्छ। बुवा आमाहरू भने हामी पनि उहाँहरूको लागि भगवान बनेर उहाँहरूलाई माया सम्मान गर्न सक्नु पर्दछ। सबैको जय होस्, कल्याण होस्। रिमा सेवा समाज आउनु भएको छ। माम पनि खानु भएन फेरि हेर न, यहाँ आमालाई माम पस्किरहेको छ। आमा पकाउनु न, पकाउनु न, माम खानु भन्नुस् त, पकाउनु साथीलाई। हेर न गुर्काउनु भएको रे, रिसाउनु भएको अरे फेरि। जसको कोही छैन उहाँहरूको लागि तपाई हामी भएर सेवा गर्न पाउनु पनि ठुलो भाग्यको कुरा हो। आउनुहोस् तपाई हामी सबै भएर सहकार्य गर्दै अघि बढौँ। हातमा हात साथमा साथ मिलाउँदै सेवामा हात बढाउँ भन्न चाहन्छु। सबैजनाको मनकारी मनहरू यसरी रिमा सेवा समाजमा हुनुभएका बुवा आमाहरूको लागि जोडिदिनु भयो भने साँच्चै यो सेवामा धेरै सहज हुनेछ। हिजोका दिनमा हाम्रो कोही छैन, हामी एक्लै छौँ भनेर भौतारिरहनु भएको बाबा आमाहरूले पनि यसरी अहिले घाँस बाँस कपास खाएर यो आनन्दको जिन्दगी जिउँदै खाँदै हुनुहुन्छ। हेलो रामकाली माम, नमस्ते गाइज। आमा खानुस् खानुस्, माम खानुस्। हेलो हेलो श्यामकाली माई, यता हेर्छ न एकचोटि, खुसुक्क हाँस्दैछ त एकचोटि। हेलो गाइज, हेर न फेरि बोल्दै नबोलेर हेर, टेबलमा राखेर खाना नि नहुने फेरि आफ्नै